हाउ डु यु एक्सप्लेन इन्टरनेट टु अ 5 years old kid? यो क्वेसन चाहिँ हाम्रो एउटा स्टुडेन्टलाई इन्टरभ्यूमा सोध्नु भएको थियो. सो हाउ क्यान वी एन्सर इट? ओके, अब यो चाहिँ खासमा कस्तो भने बच्चालाई कसरी बुझाउँछौ भनेर क्वेसन सोध्नुको यसको लजिक बुझ्नुपर्छ. यो किन सोधेको, अब जब इन्टरभ्यूमा जस्तो पनि यो सफ्ट स्किल्सको क्वेसन्सहरू हुन्छ यसमा चाहिँ राइट र रङ भन्ने हुँदैन. तपाईँको लजिक कस्तो छ, कसरी डेमोन्स्ट्रेट गर्न सक्नुहुन्छ भन्ने कुरा हो. किनभने तपाईँले बुझाउन सक्नुहुन्छ भने मात्रै तपाईँले त्यो कुरा बुझ्नु भएको छ भन्ने चाहिँ इन्टरभ्यूहरूले पर्सिभ गरेको हुन्छ. त्यो भएर तपाईँले यसलाई चाहिँ लजिकल्ली भन्नु पऱ्यो. जे भन्दा पनि हुन्छ तर सिम्पल एन्सर भनेको जस्तै बच्चाले के बुझ्छ त, इन्टरनेट भनेको अब यो चाहिँ पोइन्ट एबाट पोइन्ट बीमा जान्छ, यसले यो पोर्ट गर्छ, केही पनि बुझ्दैन. उनीहरूलाई बेसिक भाषामा चाहिँ भन्दाखेरि जे भन्दा पनि हुन्छ. जस्तै इट्स समथिङ वेयर यु क्यान वाच युर इन्टरनेट वाच युर कार्टुन्स, वाच युर भिडियोज. इट्स वेयर यु क्यान टक टु युर ड्याड, होइन, जसरी भन्दा पनि सिम्पल वेमा भन्नु पऱ्यो. र यसको लजिक भनेको चाहिँ तपाईँले तपाईँको युजरहरूलाई सिम्पल भाषामा बुझाउन सक्नुहुन्छ कि हुँदैन भन्ने हो. त्यही भएर देयर इज नो राइट अर रङ वे, बट किप इट भेरी सिम्पल एन्ड लजिकल. र तपाईँहरू पनि अस्ट्रेलियामा हुनुहुन्छ, आइटीमा जब गर्न चाहनुहुन्छ अथवा अरू कुनै पनि खालको टेक्निकल असिस्टेन्स जब पाउनको लागि रेजुमे, इन्टरभ्यू सेसन भने यस वी क्यान हेल्प. थ्याङ्क यू.